सम्पूर्ण नमस्कार। यति बेला म भम्बा युनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष अनुप मल्लज्यूसँग दोस्रो संस्करणको दोस्रो भम्बा युनाइटेड क्लबका लागि गफसफ गर्न गइरहेको छु। नमस्ते, म अनुप मल्ल, यस भम्बा युनाइटेड युथ क्लबका वरिष्ठ उपाध्यक्ष साथै भम्बा युनाइटेड युथ क्लबको 11औं वार्षिक उत्सव तथा दोस्रो भम्बा युनाइटेड युथ क्लबको खेल समेत यही आउँदो मङ्सिर 16 गतेदेखि 20 गतेसम्म हुन गइरहेको दोस्रो भम्बा युनाइटेड कप 2082 खुल्ला आमन्त्रित पुरुष भलिबल प्रतियोगिता क्लब स्तरीय गइरहेको छ। हामीले आमन्त्रित खेल सञ्चालन गरिएको हुनाले अनि त्यसमा चाहिँ हाम्रो खेलाडीहरूमा एउटा क्लबले चाहिँ 3 जना 9 एनबी खेलेको खेलाडीहरू समावेश गर्न पाइनेछ। अनि त्यसमा लिब्रोको हकमा चाहिँ खुल्ला नै राखिएको छ। अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरू जस्तै नेसनल टिमका खेलाडीहरू पनि हुनुहुन्छ। त्यसमा जस्तै डिबी भट्ट, रवि केसी, हाम्रो हिमाल सुनारीदेखि लिएर राजन दर्लानी, उहाँहरू सबै सायद आउनुहुन्छ होला भन्ने आशा गरेका छौँ। आर्थिकको हिसाबमा चाहिँ हाम्रो अब देश विदेशमा रहनुभएका विभिन्न हाम्रा साथीहरू, खेलप्रेमी साथीहरू अनि हाम्रै पर्सनल साथीहरूसँगदेखि लिएर अनि यसै क्षेत्रमा रहेका सङ्घ संस्थाहरू छन् उहाँहरूसँग, अनि त्यसपछि अब नगरपालिकादेखि लिएर वडासम्म सबैसँग समन्वय गरेर उहाँहरूले नै सहयोग पनि गर्नुभएको छ। त्यसरी नै म्यानेज गरिरहेको छ। आर्थिकमा चाहिँ हामीले लगभग मोटामोटी 17,09,500 जतिको हामीले इस्टिमेट गरिरहेको छ। अब त्यसमा हेरौँ कति सहयोग अझै आउन पनि बाँकी नै छ। त्यसरी नै अनि टिकटहरूदेखि लिएर अब प्याराफिटहरू राख्ने पनि छ। त्यो हिसाबले धेरै नै चुनौती छ आर्थिकको विषयमा चाहिँ। अनि आउने दर्शकहरू हाम्रो जति पनि खेल अवलोकन गर्न आउने अथवा खेल प्रेमी दर्शकहरूलाई चाहिँ हामीले अहिले चाहिँ एकदमै स्तरीय हिसाबमा चाहिँ गेम खेलाउने भन्ने पनि भइरहेको छ। त्यसमा चाहिँ अब इन्टरनेसनल रेफ्रीदेखि लिएर होइन, अनि एउटा स्तरीय गेमको लागि चाहिँ एउटा प्याराफिट, अब यो साइडमा प्याराफिट हुन्छ होइन, यतापट्टि त्यो 3 साइडमा प्याराफिट, यतापट्टि ओपनमा शीतलमा बसेर हेर्छु भन्ने हिसाबले पनि ओपनमा चाहिँ सबै व्यवस्था गरेर एकदमै व्यवस्थित हिसाबले चाहिँ हामीले अहिले चाहिँ खेलहरू सञ्चालन गर्ने चाहिँ उद्देश्य लिइरहेका छौँ। अनि प्रथम पुरस्कारमा चाहिँ 2 लाख रुपियाँ मेडल र प्रमाणपत्र ट्रफी भइहाल्छ। द्वितीय पुरस्कार 1 लाख रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र। तृतीय 50,000 ट्रफी मेडल प्रमाणपत्र। चौथो सान्त्वना भनेर राखिएको छ, सान्त्वनामा 30,000 ट्रफी अनि मेडल र प्रमाणपत्र। अनि साथै विधागत हिसाबमा बेस्ट प्लेयरलाई 10,000 अनि बेस्ट स्पाइकर, बेस्ट लिब्रो, बेस्ट सेटर र बेस्ट सर्भर अनि बेस्ट लिब्रो गरेर 6वटा विधागतमा राखिएको छ। जनै 5,000। क्लबहरूमा चाहिँ गलकुट भलिबल क्लब अनि मणिमुकुन्द क्लब, होराइजन क्लब, साथै स्याङ्जाबाट हाम्रो सञ्जु विक्रमको टिम राजन दर्लामी, सञ्जु विक्रम, सफल विके उहाँहरू पनि आउने भन्ने कुरा पनि छ। नमस्कार, म राजेन्द्र मल्ल, यसै भम्बा युनाइटेड क्लबको म चाहिँ कोषाध्यक्ष, साथै यस कार्यक्रमको म आर्थिक संयोजक रूपमा चाहिँ आफ्नो भूमिका निभाइरहेको छु। हामीले यो कार्यक्रम आयोजना गर्दै गर्दा आर्थिक पाटोको रूपमा धेरै चुनौती रहेको म एकदम महसुस गरिरहेको छु। किनभने अब हामीले यो खेलमा चाहिँ राष्ट्रियदेखि लिएर अन्तर्राष्ट्रिय खेलाडी सबै समावेश गर्ने एकदमै ठुलो योजना भएको कारणले गर्दाखेरि यसमा चाहिँ विशेष एकदमै ध्यान दिनुपर्ने कुरा रहेछ। त्यसको लागि यो आर्थिक रूपमा हामीलाई सहयोग दिने सङ्घ संस्थाहरू, वैदेशिक रूपमा हुने हाम्रो साथीभाइहरू, हाम्रो सबै चिन्जान मान्छेहरू, अनि पालिकादेखि लिएर हाम्रो प्रदेशदेखि लिएर सबैले सहयोग गर्नुहुने पनि एकदम अपेक्षा छँदैछ। साथमा सहयोग गर्नुभएको पनि छ। म र मेरो क्लबदेखिबाट जो सहयोगदाताहरू हुनुहुन्छ, जो सहयोगी मनहरू हुनुहुन्छ, उहाँलाई चाहिँ म एकदम हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र अझै पनि यदि सहयोगी दाताहरू कुनै सङ्घ संस्थाहरू हुनुहुन्छ भने हाम्रो यसै क्लबको पदाधिकारीहरूसँग, हाम्रो यस अब यो कार्यक्रमको समितिहरूसँग सबैसँग चाहिँ एकचोटि सबैले चाहिँ सहयोगको अपिल गर्न चाहन्छु। यही मङ्सिर 16 गतेदेखि 20 गतेसम्म हुन गइरहेको दोस्रो भम्बा युनाइटेड कप 2082मा सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई आउनुहोस्, हाम्रो कार्यक्रमलाई शोभा बढाइदिनुहोस्। आउने जो भलिबल प्रेमीहरू हुनुहुन्छ, दर्शकहरू हुनुहुन्छ, उहाँहरूको लागि हामीले यसै क्लबले चाहिँ
यो प्याराफिटको लागि पनि सुविधा दिएका छौँ। प्याराफिटको पनि व्यवस्था गरेका छौँ। सबैजना आइदिनुमा हार्दिक अनुरोध गर्दछु।